यस्तै छ यार। अब जिन्दगी भनेको अब के भन्ने यार। मेरो त हामी जस्तो माया ब्रोले कसरी लग्दियो, एकजना यता गुरुजीले लग्दियो। हिरोको रोल पछि आउँछ, गुरुले पार्टनर पाउँछ भनेर कसरी यस्तो होइन। अब जे भयो नि, अब यो भनेको यस्तै हो, प्रतिस्पर्धा हो। तर हामी बिचको रिलेसन सम्बन्ध भनेको चाहिँ एउटा जुन छ, डाक्टर सन्दीप, गुरु है, म, डेभलप, राम, सबैजना हामी चाहिँ एउटा दाजुभाइ जस्तो दोस्ती भएर चाहिँ ब्लाइन्ड एउटा फ्यामिली जस्तो भएर बस्यौँ। हामी भनेको अब जे भयो नि हामी हौँ। हामी जहाँ कहीँ साह्रो गाह्रो पर्दाखेरि हामी पाँचजना एक हुनुपर्छ होइन। भन्छ नि अब एकता नै बल, युनिटी स्ट्रेन्थ भन्छ होइन। एकता नै बल हो। त्यही भएर हामी चाहिँ अब अहिले हामी छुटेर केही फरक पर्दैन। हामी जुनसुकै बेला पनि भेट्न सक्छौँ, सबै नजिकै बसिरहेछौँ। मलाई त खुसी लाग्छ होइन। तर अब उहाँ त जाँदै हुनुहुन्छ, त्यो त अब छँदैछ। तर पनि फेरि भेटिन्छ नि त हो यार। त्यो हिसाबले चाहिँ म चित्त बुझाएको। मलाई म भावुक त भएको छु। तपाईँ चिन्ता नगर्नु क्या, तपाईँको लागि लाइनमा छ नि। यहाँ ब्लाइन्डेड मात्र छैनन्, केटी बाहिर पनि छन् धेरै होइन, डक्टर जस्तो मान्छे होइन। तपाईँको लागि त कति राम्रो केटीहरू छ। यस्तो छ गुरु ब्रो यार, केटी मान्छे त छ होइन, फ्यामिली पनि खोजेकै छ। तर यस्तो छ कि मैले के सोचेको थिएँ भनेपछि, मैले आफूले खोजेको, आफूले चाहेको जस्तो पार्टनर खोज्छु, उसँग लाइफ अगाडि बढाउँछु भन्ने हिसाबले मात्रै मैले त्यस्तो गरेको थिएँ। तर ज्योतिले मलाई, जसरी मैले ज्योतिलाई सिलेक्ट गरेँ नि, आँखा बन्द गरेर डाइरेक्ट गरेर उसलाई नै सिलेक्ट गरेको थिएँ है। हजुर। यदि उसले मलाई सिलेक्ट गरेको भए होइन, म उसँग अगाडि बढ्थेँ त्यस्तो। तर अब ह्यान्सी ब्रोले त एकदम यस्तो अब मैले पनि सोचेको थिएन होइन, कसलाई छान्छ भन्ने कुराहरू होइन। अब यो अनएक्सपेक्टेड हो। अब सायद अब त्यही त हो नि, एउटा यो अब हुन लेखेको थियो, लेख्यो होइन। जस हल्का फुल्का भए पनि होइन, जस मलाई पनि चिन्ता लागिरहेको छ। यसले सुगा पार्टनर होइन मैले रामजीको र स्वेच्छाको मिलाइदिएको थिएँ नि होइन। पुरा एकदम माया गर्नुहुन्छ भने एकदम भन्नु के माया गर्छु भनेर होइन। माया लुकी माया। तर हजुरले पनि होइन, जतिले माया गर्नुहुन्छ थाहा थियो मलाई पनि होइन। तर उसले चाहिँ अचम्म लाग्यो क्या मलाई। तर मैले के सोचेँ भनेपछि, ज्योतिले के भन्छ युवराजलाई सिलेक्ट गर्छ होला भनेर मैले सोचेको थिएँ। किनभने उनीहरूको पनि केमिस्ट्री राम्रो भएको थियो। ज्योतिले यसलाई सिलेक्ट गर्छ भन्ने कसले सोचेको थियो? कसले पनि सोचेको थिएन। तर छिमेकीको नाताले होइन पायो एकदम। चेलीबेटी भएको हुनाले जेस पायो, चान्स पायो केटाले होइन। यसमा जेस केटाले चाहिँ निधारमा लेखेर आएछ है। होइन मैले भने नि, मैले चाहिँ पहिला धेरै पुण्यको कामहरू गरेँ, समाज सेवा पनि गरेँ होइन। सोसियल गरेको एउटा चाहिँ प्रतिफल राम्रो मान्छेलाई पछि अन्य कुमारीहरूले पनि हेर्छन्। हरेक कुरा दुईटा छ नि त, टुम्पी दुईटा, तलको दुईटा, माथिको दुईटा, सब दुईटा छ। तँलाई यही भएर लात हान्नु मन लाग्छ क्या मलाई। गुरु होइन, त्यो नामले तेरो नरण गरे, तेरो नाम हो एउटा गोरु, त्यसै तँलाई म गर्छु ह्याथु तेरो डबल यस्तो। जहाँ पनि हाम्रो दोस्ती ए दोस्ती हम नहीं तोड़ेंगे दम मगर तेरा साथ ना छोड़ेंगे। तर रामजी यार आज त रामलाई आज सहीको देखिन्छ। लास्ट ह्यान्डसम भन्ने यार के यार कस्तो ह्यान्डसम त म तँलाई भन्दिनँ। कस्तो त्यति बेला कस्तो फिल भएको? मतलब सुखाले तपाईँले सिलेक्ट गरेर पाउनु भयो होइन। एकटा म चाहिँ वासरुम जानु मलाई चाहिँ रमाइलो आइरहेको थियो होइन। खुसी कति हुन्छ ल दिप्लव यता यता आऊ यता राजा आउन आउन ल ल दिप्लवको पनि माया अन्यलमा छ है। आयो केटा ल रेड दिप्लवले पनि त आज एकदम दिप्लव पनि पागल भइरहेको भाइले पछाडि मैले भनेको थिएँ नि कसम भनेको होइन डक्टरको मात्र जिन्दगी होइन त्यो भाइ साइ गर्ने काम नगर कसम मैले डक्टरको मात्र होइन उसको नि माया लागिरहेछ मलाई त कसम भने मुस्कानले चाहिँ होइन मलाई अनि त्यो त थाहा छ मलाई